सो हेलो गाइज वेलकम टु माई न्यू भिडियो। आज हामी क्लास 12 को र क्लास 11 को पनि भन्न सक्छौँ, र खासमा क्लास 12 को इक्जाम ओरिएन्टेड जो व्याकरणबाट 8 मार्कमा सोधिन्छ। 3वटा च्याप्टर तात्सम, आगन्तुक, तात्भव 1 अनि उपसर्ग, प्रत्यय र लिङ्ग वचन, यो गरी 3वटा टपिकमा आज हामी यो भिडियोमा डिस्कस गर्नेछौँ। जो मान्छेले 0% पनि नलेज छैन त्यो मान्छे पनि आज यो भिडियो हेरेर यो 3टै कुरा सिकेर 8 मार्क इक्जाममा पक्कै ल्याउँछ, त्यो मेरो ग्यारेन्टी छ तपाईँहरूलाई। सो तपाईँहरू यो भिडियोमा कृपया बनिदिनु होला र भिडियो मन परेमा लाइक सब्सक्राइब पनि गरिदिनु होला, कमेन्ट पनि, हुन्छ। सो सम्बन्ध तात्सम, तात्भव र आगन्तुक यो सोधेको हुन्छ क्वेसन नम्बर 5मा सोधेको हुन्छ 2 मार्कमा, ठिक छ। अनि हामीहरू यसलाई कसरी बनाउन सक्छौँ? सबभन्दा पहिला बुझ्छ तात्सम शब्द कस्तो शब्दलाई भन्छ। तात्सम शब्द भनेको कस्तो शब्द हो भने जुन शब्द संस्कृत शब्दबाट उठाएको हुन्छ। जस्तो कुनै पनि शब्द डाइरेक्ट संस्कृतबाट ल्याएको हुन्छ नि, त्यसलाई तात्सम शब्द भनिन्छ, संस्कृतबाट ल्याउने शब्दलाई। उदाहरण त्योमा के हुन्छ भने न, प, स, अ, ज्ञा तर यो शब्दहरू युज भएको हुन्छ क्या। यस्तो शब्दहरू युज भएको नि त्यसले तपाईँ बुझिहाल्नु होला कि यो तात्सम शब्द हो। त्यसपछि हुन्छ तात्भव। तात्भव कस्तो हुन्छ भने संस्कृत शब्दबाट हल्का चेन्ज गरेर भनौँ नि, हल्का अपडेट गरेर नयाँ शब्द बनाएको हुन्छ, त्यस्तोलाई तात्सम भनिन्छ, तात्भव भनिन्छ, ठिक छ। जुन संस्कृतबाट डाइरेक्टली ल्याउँछ त्यसलाई तात्सम। जुन यो अलिकति इम्पोर्टेन्ट हो त्यो खासमा सोधेन पनि, त्यो पनि म तपाईँलाई भनिदिएँ। तात्भव भनेको कस्तो हुन्छ भने जुन संस्कृत शब्दले हल्का परिवर्तन गरेर ल्याएको हुन्छ त्यस्तोलाई तात्भव भनिन्छ। उदाहरणमा ब, स, यो शब्दहरू प्रयोग भएको हुन्छ, जस्तै बाँदर, सपना, सही, यस्तोहरू। त्यसै गरी आगन्तुक शब्द, अब हेरौँ आगन्तुक शब्द कस्तो शब्दलाई भन्छ भने जुन अन्य देशबाट आएको हुन्छ, अन्य देशबाट मतलब फरेन ल्याङ्ग्वेजबाट आएको हुन्छ, त्यस्तोलाई आगन्तुक शब्द भनिन्छ, ठिक छ। त्यस्तोलाई आगन्तुक शब्द भनिन्छ। सो जस्तै अन्य देशबाट आएका वैदेशिक भाषाहरू अङ्ग्रेजी, भारतीय, अब यिनीहरूबाट के आएको छ, कम्प्युटर, जमिन, त्यस्तै, ठिक छ। अब हामीलाई क्वेसन के सोधेको हुन्छ भने 2 मार्कमा तलको दिएको शब्दबाट, तलको दिएको वाक्यबाट के भन्छ भने तपाईँको तात्सम शब्द र आगन्तुक शब्द पहिचान गर्नुहोस्, त्यस्तो गरेर दिएको हुन्छ, ठिक छ। अब मान्नु यसरी क्वेसन दिएको हुन्छ, ठिक छ। अज्ञात हेरे झै टपरीका फाइल हेर्दै हार्ड डिस्कमा लगभग 400 फाइल सङ्कलन गरेका थिए, ठिक छ। अब त्योमा बढी नध्यान दिएपछि तपाईँ म के भन्नु थियो, यहाँदेखि यहाँसम्म रुलमा त्यो फलो गर्नु। यो शब्दहरू युज भएको हुन्छ भने तात्सम, यो शब्दहरू युज भएको भने तात्भव, अनि के भन्छ आगन्तुक त बुझ्नै हाल्नुहुन्छ, त्यो के भन्छ विदेशी वर्ड भयो। सो यहाँ हेर्नु अज्ञात, ज्ञा, यहाँ हेर्नु म भनेको थिएँ ज्ञा, यो शब्दहरू जुन युज हुन्छ त्यो के हो, तात्सम। त्यस्तै गरी म अज्ञात लेखेँ, त्यस्तै सङ्कलन, सङ्क्रमण, अङ, यहाँ अङ छ, यहाँ अङहरू हुन्छ नि, त्यस्तोमा के हुन्छ भने हामी तात्सम युज गर्छौँ। त्यसै गरी आगन्तुक भनेको हुन्छ विदेशी भाषा, जस्तै फाइल, यो भयो आगन्तुक, ठिक छ। त्यसै गरी अब योमा कुनै प्रब्लम छैन नि, म एकपल्ट रिभिजन गरिदिन्छु तपाईँलाई। तात्सम भनेको हुन्छ संस्कृत शब्दबाट आएको शब्द जुन डाइरेक्ट संस्कृतबाट ल्याएको हुन्छ। तात्भव कस्तो हुन्छ भने हल्का परिवर्तन गरेर ल्याएको शब्दलाई नै तात्भव शब्द भनिन्छ। र आगन्तुक भनेको हुन्छ टोटल्ली विदेशी भाषा, ठिक छ। अब तपाईँहरू यो बुझ्नुभएको होला। योबाट 2 मार्कमा आउँछ क्वेसन नम्बर 5मा। त्यसै गरी क्वेसन नम्बर 6मा आउने भनेको उपसर्ग र प्रत्यय। उपसर्ग र प्रत्यय भनेको के हो भने कुनै पनि शब्दमा अगाडि वा पछाडि जोडेर आउने शब्द, जुन शब्दलाई कम्प्लिट बनाउँछ त्यसलाई नै उपसर्ग र प्रत्यय भनिन्छ। सो उपसर्ग भनेको के हुन्छ भने उपसर्ग शब्द कुनै पनि मुख्य शब्दको अगाडि जोडिएका शब्द हुन्। मतलब कुनै पनि शब्द छ नि त्यसको अगाडि जोडिएर आएको शब्दलाई नै उपसर्ग भनिन्छ। उदाहरणको तौरमा विदेश, अब यो विदेशमा हेर्नु बी प्लस देश, यो बी जो छ नि यसलाई नै हामी उपसर्ग भनिन्छ, ठिक छ। यसले के भन्छ उपसर्ग।
जस्तै केहरू हुन सक्छ कु, अघि, बे, अभि, अति, सह जस्तै यो शब्दहरू हुन्छ। ठिक छ, यसलाई उपसर्ग भन्छ। अब यो के हुन्छ भने शब्दको अगाडि आएर बनेको हुन्छ। जस्तै अधि, जस्तै अधि प्लस कार, अधिकार, कम्प्लिट शब्द भयो। जस्तै बे प्लस मान, बेमान। त्यस्तै अभि प्लस भावक, अभिभावक। त्यस्तै गरी हामी बुझ्न सक्छौँ उपसर्ग भनेको कस्तो शब्द भयो जुन कुनै पनि शब्दको अगाडि आएर जोडिएको हुन्छ, त्यसलाई उपसर्ग भन्छ। त्यस्तै गरी प्रत्यय भनेको कस्तो शब्द भने कुनै पनि शब्द पछाडि जोडिएर आएको हुन्छन्। उदाहरण सामाजिकमा समाज प्लस इक, यो इक छ नि, यसलाई हामी भन्छौँ प्रत्यय। ठिक छ, प्रत्ययमा के हुन्छ भने इक, इन, ले, आलु, यस्तै गरी शब्दहरू अन्त्य हुन्छ। जस्तै हामी उदाहरण हेरौँ सहर प्लस इया, सहर दुईवटा शब्द भयो र इया भनेको यो के भयो प्रत्यय। प्रत्यय यो प्रत्यय जो भयो नि, यो प्रत्यय के भयो भने यो प्रत्यय जुन योमा जोड्या के भयो सहरिया, गाउँ प्लस ले, गाउँले। जस्तै दया प्लस आलु, जस्तै यहाँको आलु, दयालु। मानव प्लस इय, मानवीय। लेख प्लस अक, लेखक। ठिक छ, त्यसै गरी नि यो पनि क्वेसन नम्बर 6 पनि फिनिस भ्याल्यु। क्वेसन नम्बर 6 मा के छ, केही छैन, उपसर्ग प्रत्यय। उपसर्ग भनेको कुनै पनि शब्दको अगाडि जोडेर आएको शब्दलाई उपसर्ग भन्छ। जसमा कु, अघि, भे, अधि, भे, अभि, अति, यो शब्दहरू जोडेर हामी बनाउनु पर्छ। त्यस्तै प्रत्यय भनेको कस्तो शब्द भयो भने जुन शब्द पछाडि जोडिएर बनेको हुन्छ त्यसलाई प्रत्यय भन्छ। जस्तै कि इन, ये, इक, ले, आलु, यो भयो प्रत्यय। ठिक छ, सो त्यसै गरी हाम्रो क्वेसन नम्बर 6 पनि फिनिस। अब हम क्वेसन नम्बर 7 तिर गइरहेछौँ। क्वेसन नम्बर 6 को दुईवटा हामी इक्जाम्पल हेरिहालौँ, त्यसपछि क्वेसन नम्बर 7 मा जाउँला। तलको उपसर्ग र प्रत्ययलाई एक एक शब्द बनाउनुहोस्। एउटा शब्द बनाउनु भनेको छ। तलको उपसर्ग र प्रत्ययलाई, जस्तै उपसर्गमा के दिएछ दूर, ना। प्रत्ययमा दिएछ तपाईँको इ प्लस वा। त जस्तै हामी उपसर्ग बनाउँछौँ भने के भन्छ दूर, किनकि यो उपसर्ग अगाडिको शब्द दूर प्लस संसार, दूर संसार। ना प्लस लायक, नालायक। ठिक छ, त्यसै गरी प्रत्यय शब्दमा नेपाल प्लस इ, नेपाली। पढ प्लस वा, पढुवा। त्यसलाई भन्छ प्रत्यय शब्द। यसरी तपाईँहरू इक्जाममा पनि बन्नुभयो भने तपाईँलाई 2 मार्क ल्याउनबाट कोही रोक्दैन। त्यसै गरी क्वेसन नम्बर 7 हामी हेर्छौँ सगुरूपायन। यसलाई मतलब जस्तै लिङ्ग, वचन, पुरुष योहरू दिएको हुन्छ। योहरूबाट तपाईँले भन्छ के बनाउनको लागि। यो वान अफ द इम्पोर्टेन्ट हो, किनकि यो 4 मार्कमा आउँछ। ठिक छ, 4 मार्कमा। 4 मार्कमा आउने क्वेसन नम्बर 7 को खमा, मतलब अप्सन जस्तो हुन्छ त्यस्तो। सो के योमा सोच भने लिङ्ग, वचन, पुरुष। अब सबभन्दा पहिला हामी बुझ्छौँ लिङ्ग केलाई भन्छ। लिङ्ग भनेको पुल्लिङ स्त्रीलिङ्ग, पुरुष महिला। हामीमा पनि हुन्छ, जनावरमा पनि हुन्छ, पुरुष महिला। त्यस्तै स्त्रीलिङ्ग, पुल्लिङ। स्त्रीलिङ्ग भनेको महिला जस्तै केटी, अनि पुल्लिङ भनेको केटाहरू। त्यस्तै आमाको के हुन्छ बुवा, दाइको दिदी, फेरि दाइको भाउजू नदिनु होला, दाइको दिदी नै हुन्छ। ठिक छ, अनि भाइको बहिनी, कविको कवित्री, यहीहरू हो। ठिक छ, अब हामीहरू यसको अझै कुराहरू कसरी बुझ्न सक्छौँ, कसरी बनाउन सक्छौँ भनेर यहाँहरू एउटा इक्जाम्पलमा हेराएको छु तपाईँहरूलाई। भाइले किताब किन्यो, ऊ घरबाट स्कुल गई छ। उसले एकजना शिक्षिकासँग कुरा गरे र उसको साथीले उसलाई पैसा दिएछ। यो भयो एउटा सेन्टेन्स। अब यसलाई हामी के भनौँ, यो त पुल्लिङ छ। अब यसलाई हामी स्त्रीलिङ्गमा चेन्ज गरौँ, मतलब यो केटाहरूको बेला थियो, अब यसलाई केटीहरूमा चेन्ज गरौँ। ठिक छ, सो बहिनीले किताब किनी, ऊ घरबाट स्कुल गएछ। उसले एकजना, हेर्नु यहाँ भाइ थियो, यहाँ हामी बहिनी थियो, यहाँ किनिए थियो, यहाँ किनिदियो, किनकि अब यो केटी भ्याल्यु, स्त्रीलिङ्ग भ्याल्यु। सो शिक्षक, अब यहाँ शिक्षिका थियो, त्यसैले हामी शिक्षक गरियो। शिक्षकले कुरासँग गरी छ, अनि उसको साथीले उसलाई पैसा दिएको छ। ठिक छ, यतिकै भयो हाम्रो के भन्छ लिङ्ग खतम। त्यसपछि वचन भनेको के हुन्छ नि, एउटा कुरालाई
धेरै सामूहिक हेरेर भने त्यसलाई नि वचन हुन्छ। जस्तै मलाई हामी, उनीलाई उनीहरू, भाइलाई भाइहरू, त्यस्तो। ठिक छ। उदाहरणको तौरमा हेरौँ, एउटा प्रश्न म लिएको छु। ऊ कक्षा 11मा पढ्छ, म उसको साथी हो। यो के भयो? एक वचनमा भयो। ठिक छ, एक वचन। अब एक वचनलाई हामी के गर्छौँ भने बहुवचनमा परिवर्तन गर्छौँ। अनि कसरी गर्न सक्छौँ भने उनीहरू कक्षा 11मा पढ्छन्। अब ऊको के भयो? उनीहरू। किनकि म भने त्यो ऊ र उनीको उनीहरू हुन्छ। उनीहरू कक्षा 11मा पढ्छन्। मको ठाउँमा के गर्न सक्छौँ हामी? ठिक छ, यहाँ मको ठाउँमा हामी गर्न सक्छौँ हामी उनीहरूको। अब यहाँ उसको थियो नि, त उसको ठाउँमा पनि हामी उनीहरू गर्न सक्छौँ। ठिक छ, उनीहरूको साथी हो। त्यस्तै गरी पुरुष। अब पुरुष कस्तो हुन्छ भने पुरुष 3 प्रकारको हुन्छ। प्रथम पुरुष, द्वितीय पुरुष, तृतीय पुरुष। सो प्रथम पुरुषमा के हुन्छ भने म, हामी। द्वितीय पुरुषमा के हुन्छ? त, तिमी, तपाईँ। अनि तृतीय पुरुषमा के हुन्छ? ऊ, उनी, उहाँ। सो अब एउटा हेरौँ, हामी प्रश्न हेरौँ। प्रश्न के छ भने प्रथम पुरुष परिवर्तन गर्नुहोस्। ठिक छ, यसलाई प्रथम पुरुषमा लग्नु छ हामीले। यो सेन्टेन्समा जति पनि अरू सेन्टेन्समा छ नि त्यसलाई प्रथममा लग्नु छ। जस्तै ऊ विद्यालयबाट घर आयो, ऊ खाजा खाएर घुम्न निस्कियो। ठिक छ, यति सेन्टेन्स छ। अब यसलाई हामी प्रथम पुरुषमा लग्नु। जस्तै ऊको ठाउँमा हामी के गर्न सक्छौँ भने म विद्यालयबाट घर आएँ। फेरि ऊ छ, ऊको ठाउँमा के गर्छौँ? म। किनकि ऊको ठाउँमा हामी गर्न सक्दैन। किनकि सिङ्गल छ। अनि यो एकजनाले हेराइरहेको छ। एकजनाले हेराउँछ भने त्यसो भए म युज गर्दा नै राम्रो हुन्छ। सो म विद्यालयबाट घर आएँ, म खाजा खाएर घुम्न निस्केँ। आजको लागि यो भिडियोमा यतिकै। तपाईँहरूले आई होप तपाईँहरूले यो भिडियो पुरै बुझ्नु भएको होला। यदि तपाईँहरूले यो पुरै भिडियो राम्ररी बुझिहाल्यो भने तपाईँले 8 मार्क ल्याउनुबाट कोही रोक्दैन। 8 मार्क फिक्स हो तपाईँको, टोटल फिक्स। सो हामी नेक्स्ट भिडियोमा पनि भेट्नेछौँ छिटो नै, यसको अझै पार्ट लिएर। अनि अर्को सब्जेक्टको पनि म तपाईँलाई भिडियो बनाएर हेल्प गर्ने हुन्छु। हवस् त, धन्यवाद।